आदरणीय सभामुख महोदय, मध्य प्रदेशमा अहिले दहेजको कारण धेरै जनताहरू अनि महिलाहरू पीडित भइरहेछ। त्यो दहेजको कारण यति महिला पीडित भइरहेछ, त्यसको छोरी अहिलेसम्म छ, त्यसको दहेजको कारण मर्न आफैती भइरहेछ। त्यस्तो कारण छ दहेजको कारण। म सरकारलाई यस्तै अनुरोध गरिरहेको छु, दहेज त मुक्त होस्। त्यसलाई म यति अनुरोध गरिरहेको छु, दहेज मुक्त होस्। रुबी ठाकुर, तिम्रो कुरा मलाई मन परेन के। तिमीले के भन्यौ, दाइजो प्रथा मध्य प्रदेशबाट हट्नु पर्यो। किन हट्नु पर्यो? दाइजो प्रथा छ जबसम्म हामी जस्ता बेरोजगार केटाको बिहे भइरहेछ, त्यही हटाइदिएपछि कसले आफ्नो छोरी दिन्छ हामी जस्ता बेरोजगार केटाको? तिमी कुरा बुझ कि, तिमी त जेन्जी हो नि त। तिमीलाई संसद भवनमा किन पठाएको छु? अनि युवाहरूको बेरोजगारी धेरै छ। त्यहाँ मध्य प्रदेशमा युवाहरू धेरै बेरोजगारी छ। यो युवाको रोजगारी पाओस्, त्यस्तो अनुरोध गरिरहेको छु म सरकारलाई।